हजुरलाई यो देवगढ धामको सङ्गम स्थल देखाउँदैछु र यो पछाडि बनिरहेको यो जुन मन्दिर छ यो चाहिँ भगवान शिवको मन्दिर हो। यो चाहिँ 30 फिट अग्लो अष्टधातुबाट चाहिँ बनाउन लागि चाहिँ एकदमै विशाल हुन्छ है। हजुरलाई अब यहाँबाट म पहिले देखाउँछु है त ल। यो भगवान शिवको निर्माणाधीन मन्दिर है। यतापट्टि पनि विशाल धर्मशाला छ। उता पछाडिपट्टि देखेको त्यो विशाल यो चाहिँ हरि कीर्तन वैदिक धर्मशाला रहेछ। अहिले सञ्चालनमा आइसकेको रहेछ। एकदमै राम्रो छ त्यो पनि है। अब यो चाहिँ मैले कहाँबाट बनाइरहेको छु भन्दाखेरि चाहिँ यो बिचौँ बिचको यो जुन बिचमा एउटा टापु जस्तो छ त्यो चाहिँ देवघाट धाम। र त्यसैको बिचमा चाहिँ दुईवटा नदीहरूको सङ्गम छ होइन। हजुरहरूले देखिरहनु भएको त्यो दुईवटा छ त्यो चाहिँ सङ्गम स्थल हो। त्यही हो सङ्गम स्थल। दुईवटा यतापट्टि हजुरहरूले पश्चिमपट्टिबाट आइरहेको नदी देखिरहनु भएको छ त्यो चाहिँ नारायणी नदी बन्नुभन्दा अगाडिको नदी कालीगण्डकी हो। र त्यो कालीगण्डकी नदी र यता पुरापट्टि भएको त्रिशुली नदी जोडिएपछि चाहिँ यो कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गमलाई देवघाट धाम भनिन्छ। अथवा कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गम स्थलमा चाहिँ देवघाट धाम अवस्थित छ। र यो त्रिशुली नदी र कालीगण्डकी नदी मिसिसकिसकेपछि त्यसपछि बनेको नदी चाहिँ नारायणी नदी हो है त। अब हजुरहरूलाई मैले यो भिडियो बनाउँदै चाहिँ के भन्नुपर्छ भने यो पवित्र धार्मिक तीर्थस्थल अथवा 4 धाम मध्ये पृथ्वीको 4 धाम मध्ये एक धाम भनेर चिनिने यो देवघाट धाम एकदमै पवित्र स्थान भनेर चिनिन्छ। र सोही ठाउँमा उभिएर मैले हजुरलाई यो दृश्य देखाइरहेको छु है। नारायण नदीको किनारमा बनेको यो विभिन्न धर्मशालाहरू मठ मन्दिरहरू हजुरहरूलाई मैले देखाइसकेको छु। हजुरहरूलाई यो भिडियो कस्तो लागिरहेको छ भिडियोलाई हेरेर लाइक कमेन्ट गर्न नभुल्नुहोला। र यो जुन ठाउँमा उभिएर मैले भिडियो बनाइरहेको छु यसलाई पनि देवघाट धाम भन्छ भने यो चाहिँ चितवनतर्फको देवघाट धाम हो। अब म हजुरहरूलाई चाहिँ पारिपट्टिको त्यो यो जुन त्रिशुली नदी भन्दा पारिपट्टिको जुन बिचमा भएको यो कालीगण्डकी र त्रिशुली नदीको बिचमा भएको जुन मन्दिर छ अथवा पवित्र स्थल छ त्यसलाई पनि देवघाट धाम भन्छ। त्यो चाहिँ तनहुँतर्फको देवघाट धाम हो। म हजुरलाई त्यस ठाउँमा लगेर त्यहाँ भएका विभिन्न धार्मिक तीर्थस्थलहरू देखाउने छु। भिडियोलाई स्किप नगरी पुरा हेरिरहनु होला है त।